हामी छौँ सी प्रोग्रामिङ सिरिजमा जस अन्तर्गत हामी चाहिँ सी प्रोग्रामिङ सिरिजको रिकर्सिभ फङ्सन भन्ने टपिकमा छौँ। रिकर्सिभ फङ्सन र त्योसँग रिलेटेड दुईटा इक्जाम्पलहरू हामीले अघिल्लो भिडियोमा हेरिसक्यौँ र एउटा अर्को यहाँबाट सोध्न सक्ने भेरी इम्पोर्टेन्ट प्रोग्राम छ एन्ड द्याट इज फिबोनाची सिरिज। त्यो प्रोग्राम चाहिँ हामी यो भिडियोमा हेर्न जान्छौँ है। ओके, फर्स्टमा हामीले यो फिबोनाची सिरिज भनेको के हो त्यो कुराकानी बुझ्नुपर्ने हुन्छ है। फिबोनाची सिरिज ओके, फर्स्टमा हामीले यो फिबोनाची सिरिज भने के हो त्यो कुराकानी बुझ्नुपर्छ है। फिबोनाची सिरिज भन्नाले त्यस्तो सिरिज हो जो चाहिँ प्राय जसो हामीले नर्मली यदि तोकेर सोध्या छैन स्टार्टिङ फ्रम दिस एन्ड दिस भनेर यसरी तोकेर सोध्या छैन भने अलवेज स्टार्ट हुन्छ कहाँबाट 0 र 1 बाट है। र नेक्स्ट टर्म जो आउँछ अब यिनी दुईटा टर्महरूलाई जोडेर चाहिँ के गरिन्छ त नेक्स्ट टर्म क्याल्कुलेट गरिन्छ भन्नाले 0 + 1 1। सो अब यो दुईटा टर्महरूलाई जोड्ने र नेक्स्ट टर्म 1 1 2 1 + 2 3 3 + 2 5 है एन्ड सो अन। यसरी जेनेरेट हुने यो सिरिजलाई भनिन्छ फिबोनाची सिरिज। ओके, एक्जाममा सोद्धाखेरि यो प्रोग्रामलाई हाम्रो यसरी सोधिरहेको हुन्छ, राइट अ प्रोग्राम इन सी टु डिस्प्ले दि फिबोनाची सिरिज अप टु nth टर्म युजिङ दि रिकर्सिभ फङ्सन। सो रिकर्सिभ फङ्सन युज गरेर nth टर्मसम्मको फिबोनाची सिरिज जेनेरेट गर भनेर यसरी सोधिरहेको हुन्छ भने कहिलेकाहीँ चाहिँ कसरी सोधिरहेको हुन्छ, राइट अ प्रोग्राम इन सी टु जेनेरेट द फिबोनाची सिरिज स्टार्टिङ फ्रम 5 and 6 भन्देला, कुनै केसमा 2 and 3 भन्देला। सो हामी यो यस्तो केसेसको लागि पनि प्रोग्राम हेर्छौँ कसरी लेख्ने भनेर र सिम्पल हाम्रो अप टु nth टर्म भनेर यसरी सोध्यो भने पनि त्यसको लागि कसरी प्रोग्राम लेख्ने भन्ने कुराकानी हेर्छौँ यो भिडियोमा है। ओके, सो फर्स्टमा हामी प्रोग्राम हेरौँ। फर्स्टमा छ हेडर फाइल। हेडर फाइलको काम हामीलाई थाहा छ के गर्ने, प्रोग्राममा प्रिन्ट एफ स्क्यान फङ्सनहरू आयो भने त्यसलाई चाहिँ चिन्ने काम गर्छ। देन आउँछ फङ्सन डिक्लेरेसन। एउटा हामीले यहाँ के गर्यौँ त फिबो भन्ने फङ्सन बनाएको छौँ। फङ्सनको नाम के छ त अहिले युज भइरहेको फिबो भन्ने फङ्सन छ र यो फिबो भन्ने फङ्सनले एन भन्ने प्यारामिटर चाहिँ युज गर्ला है। र यसको रिटर्न टाइप इन्टिजर। त्यसपछि आउँछौँ हामी मेन फङ्सनमा। मेन फङ्सनभित्र आइसकेपछि हाम्रो पहिलो काम के हुन्छ, भ्यारिएबल डिक्लेयर गर्ने। हामीले एउटा एन भन्ने भ्यारिएबल डिक्लेयर गऱ्यौँ र लुप लाउनु पर्ने हो होइन, लुपको युज होला हाम्रो प्रोग्राममा। सो त्यही भएर के गऱ्यौँ त आई भन्ने अर्को लुप भ्यारिएबल डिक्लेयर गऱ्यौँ है। र यसको डेटा टाइप कस्तो त इन्टिजर। सो त्यसपछि एउटा मेसेज दिनु पर्यो हामीले युजरलाई। सो प्रिन्ट एफ इन्टर अ नम्बर भन्नाले यसले चाहिँ के भन्ने हो भने हामीले कति टर्मसम्मको फिबोनाची सिरिज जेनेरेट गर्ने त, 5th टर्मसम्मको 5वटा जेनेरेट गर्ने कि 10वटा जेनेरेट गर्ने कि त्यसको लागि नम्बर माग्ने काम गर्ने हो योमा है। ओके, सपोज हामीले इन्टर अ नम्बर भनेपछि 5 दियौँ भने अब स्क्यान एफले के गर्छ, यसलाई स्क्यान गर्यो र लगेर राख्यो केमा एन भन्ने भ्यारिएबलमा है। यहाँसम्म त्यो काम भयो। त्यसपछि अब के गर्नु पर्यो, फिबोनाची सिरिजलाई प्रिन्ट गराउनु पर्यो। सो एउटा मेसेज प्रिन्ट गरिदिउँ फिबोनाची सिरिज भनेर, यसरी हाम्रो फिबोनाची सिरिज भनेर यहाँ मेसेज देला है। फिबोनाची सिरिज भनेर मेसेज देला र लाइन ब्रेक ब्याकवर्ड स्ल्यास एनको काम लाइन ब्रेक गर्ने, कन्ट्रोल तल्लो लाइनमा ल्याउला। देन अब के गर्नु पर्यो त लुप लाउनु पर्यो है। लुप स्टार्टिङ कहाँबाट, लुपभित्र 3टा कुरा हुन्छ त्यो हामीलाई थाहा छ के हो, इनिसियलाइजेसन। फर्स्ट वान इज इनिसियलाइजेसन, सेकेन्ड वान इज कन्डिसन र अर्को हुन्छ इन्क्रिमेन्ट अर डिक्रिमेन्ट है। ओके, फर्स्टमा आईको भ्यालु 0, कन्डिसन चेक गरौँ 0 भने लेस देन एन हो कि होइन भनेर अब यो कन्डिसनमा चेक भयो भन्नाले 0 लेस देन एनको भ्यालु कति छ हामीसँग 5। ओके, कन्डिसन के हो त यो ट्रु हो। ट्रु हो भने अब यो कर्ली ब्राकेटभित्र गयो र प्रिन्ट एफ %d ब्याकवर्ड स्ल्यास टी भन्नाले ट्याब स्पेस देला र यो %d मा आएर भ्यालु बस्नु पर्यो कसको, फिबो आई भन्ने यहाँबाट जे भ्यालु आउला त्यो भ्यालु आएर बस्नु पर्यो यो %d मा है। त्यो भ्यालु प्रिन्ट हुनु पर्ने हाम्रो स्क्रिनमा। ओके, यसलाई हेरौँ यो पार्टलाई। दिस इज फङ्सन कल है। फङ्सनको नाम छ,
फंक्सनले युज गर्ने प्यारामिटर छ और आर्गुमेन्ट यो आई को भ्यालु लगेर जाला र फंक्सन यहाँबाट के भयो त कल भयो। फंक्सन कल भइसकेपछि कहाँ जाला फंक्सन डेफिनेसनमा जाला र यहाँ फिबो भन्ने फंक्सन हाम्रो यहाँ डिफाइन छ र यहाँ आई को भ्यालु कति हुँदाखेरि भित्र आथ्यौ हामी कन्डिसन ट्रु भएर यहाँ हेरौँ त कति छ 0। सो 0 हुँदाखेरि कन्डिसन ट्रु भएर हामी भित्र आयौं भने आई को भ्यालु अहिले यसले यहाँबाट फिबो भन्ने फंक्सन जब कल भयो आई को भ्यालु 0 ल्याएर यहाँ आयो फंक्सन डेफिनेसनमा है। ओके सो n को भ्यालु अहिले कति भयो त 0 भइसकेपछि अब यो कर्ली ब्राकेट भित्र गएर यहाँ चाहिँ हामीले डिफाइन गरेका छौं इफ कन्डिसन। सो इफ n इक्वल्स टु 0 छ भने के रिटर्न देऊ 0 रिटर्न देऊ। n को भ्यालु कति छ अहिले 0। सो कन्डिसन चेक 0 इक्वल्स टु 0 हो कन्डिसन ट्रु छ भने अब के देऊ रिटर्न 0 देऊ। कहाँ रिटर्न देऊ जहाँबाट फंक्सन कल भयो फंक्सन कल भएको एनरबाट हो नि। सो यहाँ आएर 0 बस्यो भन्नाले अब यो 0 लाई प्रिन्ट गरिदियो प्रिन्टएफ ले। सो हाम्रो प्रिन्ट के होला 0 प्रिन्ट होला फर्स्टमा है यहाँनेर प्रिन्ट भयो 0। देन लुप सक्या छैन अहिले अझ बाँकी छ है। ओके आई प्लस प्लस भन्नाले आई को भ्यालु 0 थियो 0 बाट इन्क्रिमेन्ट गर कति पुग्यो अब 0 बाट इन्क्रिमेन्ट भएर यो भ्यालु पुग्यो 1 र हाम्रो कन्डिसन कस्तो भन्यो त 1 लेस देन 5 कन्डिसन ट्रु हो भने फेरि भित्र आऊ कर्ली ब्राकेट भित्र प्रिन्टएफ प्रिन्ट गर कसलाई %d मा भ्यालु आएर बस्नु पर्यो कसको फिबो आई को भन्नाले अब आई को भ्यालु कति हुँदाखेरि भित्र आयो कन्डिसन ट्रु भएर हामी 1 है 1 हुँदाखेरि भित्र आयौं भने अब फिबो भन्ने फंक्सनलाई कल गर भ्यालु लगेर जाऊ कति त 1 आई को भ्यालु। सो आई को भ्यालु 1 आएर यो n मा स्टोर भयो यहाँनेर। ओके अब कर्ली ब्राकेट भित्र आयो फेरि इफ n को भ्यालु अब 1 भइसक्यो है 1 इक्वल्स टु 0 कन्डिसन चेक फल्स हो भने कहाँ जाऊ एल्सिफ मा जाऊ एल्सिफ मा गएर के गर यो कन्डिसन चेक गर 1 इक्वल्स टु 1 छ भने रिटर्न देऊ के 1 फेरि रिटर्न कहाँ देऊ जहाँबाट फंक्सन कल भयो त्यही भन्नाले यहाँ आएर रिटर्न भयो 1 र यो 1 प्रिन्ट भयो है प्रिन्टएफ यहाँ अगाडि त के छ प्रिन्टएफ यसले प्रिन्ट गर्ने हो। सो अब यहाँ प्रिन्ट होला यनेर 1 ठीक छ। त्यसपछि फेरि अब के गर आई को भ्यालु इन्क्रिज गर कति पुगेको थियो आई को भ्यालु 1 थियो भने अब आई को भ्यालु इन्क्रिज भएर कति भयो 2 र कन्डिसन भयो 2 लेस देन 5 है। ओके 2 लेस देन 5 हो कन्डिसन चेक यहाँनेर आएर कन्डिसन चेक होला एभ्री टाइम कन्डिसन चेक हुन्छ है 2 भने लेस देन 5 हो भने फेरि कर्ली ब्राकेट भित्र आऊ फेरि प्रिन्टएफ कसलाई प्रिन्ट गर %d मा भ्यालु आएर बस्नु पर्यो फंक्सन कल गएर त्यहाँबाट जे भ्यालु रिटर्न आउला त्यो भ्यालु प्रिन्ट हुनु पर्यो। सो आई को भ्यालु इन्क्रिज भएर कति पुगिसक्यो अब 2 पुगिसक्यो है आई को भ्यालु पुगिसक्यो 2। सो फिबो भन्ने फंक्सनलाई कल गयो भ्यालु गयो कति अब 2। सो यहाँ n का ठाउँमा आएर भ्यालु स्टोर होला कति अब 2 होला है n को भ्यालु 2। ओके अब कर्ली ब्राकेट भित्र आऊ फेरि इफ कन्डिसन चेक गर यो फल्स एल्सिफ मा गयो यो पनि फल्स र अब कहाँ जाला त एल्स मा जाला एल्स मा गइसकेपछि रिटर्न देऊ के रिटर्न देऊ त फिबो n-1 भन्नाले फिबो भन्ने जुन फंक्सन छ त्यहाँ चाहिँ फेरि कल गयो है फिबो n-1 प्लस फिबो n-2 भन्नाले फिबो n-1 भने कति हो n को भ्यालु कति छ अहिले अपडेट भएर आएको 2। सो यो के भयो त फिबो 1 भयो प्लस यो कति भयो त फिबो n को भ्यालु 2 माइनस 2 यो हेरौँ त 2 माइनस n को भ्यालु त 2 छ नि अहिले। सो 2 माइनस 2 0 है ल अब फिबो 1 हुँदाखेरि हाम्रो यसले कति रिटर्न दिएको थियो अघिल्लो कन्डिसनमा यहाँ जानु पर्यो फेरि यो फिबो 1 हुँदाखेरि हाम्रो भर्खरै भ्यालु कति आएको रिटर्न यो आएको हो नि 1 प्लस फिबो 0 हुँदाखेरि यहाँ 0 आउँदाखेरि कति रिटर्न दिएको थियो यसले 0। सो यो भयो 0
र 0 + 1 1 सो यसले ओभरअलमा रिटर्न दियो के त 1 कहाँ रिटर्न दियो जहाँबाट फंक्सन कल भयो त्यहाँ यहाँ है ओके सो यहाँ रिटर्न दियो भने अब यसले के गर्दिन्छ प्रिन्टएफले त्यो 1 लाई यहाँनिर फेरि प्रिन्ट गर्यो अर्को 1 प्रिन्ट भयो अब आई को भ्यालु फेरि बढाउँ कति पुगेको थियो 2 थियो अब कति भयो कन्डिसन 3 लेस देन 5 कन्डिसन चेक ट्रु ट्रु छ भने फेरि कर्ली ब्राकेट भित्र आऊ र प्रिन्टएफ %d फिबो भन्ने फंक्सनलाई कल गर अब भ्यालु कति त आई को भ्यालु कति भइसक्यो अपडेट भएर 3 है सो n मा आएर अब यहाँनिर भ्यालु स्टोर भयो कति 3 यहाँ भ्यालु स्टोर होला 3 ओके फेरि भित्र आयो कन्डिसन फल्स यसमा पनि कन्डिसन फल्स एल्स मा गएर के गर्छ रिटर्न फिबो n - 1 यो भने कति हो फिबो 2 हुँदाखेरि 1 आछ है यो भने हो हाम्रो फिबो 2 यो याद गरेर राखौं अहिले काम लाग्छ हामीलाई यो फिबो 2 को भ्यालु अब फिबो 3 मा पुग्यौं हामी फिबो 3 फिबो 3 मा हुँदाखेरि हामीले रिटर्न के दियौ फिबो n - 1 भन्नाले फिबो n - 1 भने कति भयो फिबो n को भ्यालु 3 छ 3 - 1 2 फिबो 2 भयो है यो भने भयो हाम्रो फिबो 2 प्लस फिबो n - 2 भन्नाले फिबो 3 - 2 कति फिबो 1 यो हो फिबो 1 सो फिबो 2 को भ्यालु हेरौं त भर्खरै अघिल्लो स्टेपमा हामीले कति आथ्यो 1 प्लस फिबो 1 को भ्यालु फिबो 1 हुँदाखेरि हाम्रो एलसीएफ मा आएर रिटर्न के गएको थियो 1 सो यो भयो 1 र यो 1 + 1 भयो 2 यसले ओभरअल मा अब फिबो 3 हुँदाखेरि रिटर्न के दियो त यो दियो 2 र यो भ्यालु 2 गएर कहाँ प्रिन्ट भयो यहाँ आएर प्रिन्ट भयो र हाम्रो यसले प्रिन्ट गर्देला 2 लाई है अब फेरि i++ गर्नु पर्यो हामीले i को भ्यालु कति थियो 3 थियो भने अब कति पुग्यो त i को भ्यालु पुग्यो हाम्रो 4 लेस देन 5 ठीक छ कन्डिसन चेक ट्रु ट्रु छ भने फेरि कहाँ हो यो कर्ली ब्राकेट भित्र आऊ प्रिन्टएफ %d फंक्सनलाई कल गर फिबो भन्ने फंक्सनलाई i को भ्यालु कति भइसक्यो त 4 भइसक्यो है i को भ्यालु भयो 4 अब फिबो भन्ने फंक्सनलाई कल गयो यहाँ फिबो भन्ने फंक्सनलाई कल गयो र भ्यालु आयो कति 4 र यो 4 n मा स्टोर भयो अब यो कन्डिसन चेक फेरि 4 = 0 हो होइन फल्स यहाँ गयो == 1 हो होइन फल्स एल्स मा जाऊ र रिटर्न गर के फिबो n - 1 भन्नाले फिबो n - 1 भने कति भयो फिबो n को भ्यालु कति छ 4 - 1 भन्नाले फिबो 3 प्लस फिबो 4 - 2 भन्नाले फिबो 2 र फिबो 3 को भ्यालु कति छ हाम्रो भर्खर क्याल्कुलेट गरेर यहाँ छ हेर त यो कसको भ्यालु हो यो फिबो 3 को फिबो 3 को भ्यालु कति 2 प्लस फिबो 2 को भ्यालु कति यो अघिल्लो स्टेपमा हेरौं त यहाँ फिबो 2 को भ्यालु 1 सो यो भयो 1 र 2 + 1 कति 3 यो भयो 3 र यसले ओभरअल मा रिटर्न दियो के त अब यहाँ फेरि 3 रिटर्न दियो यो 3 रिटर्न आको 3 लाई यो प्रिन्टएफ ले के गर्दियो त प्रिन्ट गर्दियो र हाम्रो प्रिन्ट भयो कति अब 3 है ओके फेरि i++ कति थियो 4 अब कति पुग्यो 5 कन्डिसन कस्तो बन्यो 5 लेस देन 5 अब यो कन्डिसन चेक गरौं कन्डिसन ट्रु हो होइन है अब कन्डिसन के भयो त फल्स भयो भने अब यो फर लुप भन्दा पछाडी यो कर्ली ब्राकेट भित्र भएको यो स्टेटमेन्ट अब के नहोला एक्जिक्युट नहोला र प्रोग्राम यही टर्मिनेट होला र हाम्रो फिबोनाची सिरिज यहाँ हेरौं त जेनेरेट भइसकेको छ प्रिन्ट भइसकेको छ है हामीले चाहिँ 5 इनपुट दिँदाखेरि 5th टर्म सम्म दिया थियौ त्यही भएर के भयो 5 वटा टर्महरु जेनेरेट हुनु पर्यो 1 2 3 4 र 5 यो हो 5th टर्म सम्मको फिबोनाची सिरिज यसरी अप टु nth टर्म भन्दैला है
एन टर्मसम्म भनेर यसरी सोध्यो भने चाहिँ हामीले यो प्रोग्राम चाहिँ लेख्नुपर्ने हुन्छ। ओके, अब यसलाई चाहिँ हामी डेप्सीमा गएर चाहिँ चेक गर्छौँ है। ओके, फर्स्टमा हेडर फाइल include stdio.h, this is our header file। त्यसपछि रिकर्सिभ फंक्शनको कन्सेप्टलाई फलो गर्दैछौँ। फंक्शनको कन्सेप्ट फलो गर्दैछौँ भने अलवेज फंक्शन डिक्लेरेसन फर्स्टमा है, हेडर फाइल भन्दा मुनि। सो इन्ट फिबो भन्ने मैले फंक्शनको नाम राखेँ र यो फंक्शनले युज गर्ला एउटा प्यारामिटर n भन्ने है। ओके, त्यसपछि मेन फंक्शन, दिस इज आवर मेन फंक्शन। मेन फंक्शन भित्र गइसकेपछि पहिलो काम हाम्रो भेरिएबल डिक्लेयर गर्ने। ओके, यो प्रोग्राममा हामी एउटा n भन्ने भेरिएबल युज गरौँला, लुप लाउनु पर्ने छ, त्यही भएर लुप भेरिएबल i पनि के गरौँला त डिक्लेयर गरौँला है। ओके, त्यसपछि हामीले के गर्नु पर्यो, युजरबाट इनपुट माग्नु पर्यो, त्यही भएर एउटा के गर्दियौँ, मेसेज प्रिन्ट गर्दियौँ, printf एन्टर नम्बर भनेर। यो मेसेज देखिसकेपछि युजरले के गर्ला, इनपुट देला, कुनै नम्बर प्रेस गर्ला। सो त्यसलाई के गरौँ, स्क्यानएफ गरेर %d, इन्टिजर हो त्यही भएर %d कहाँ राखौँ त, n भन्ने जुन भेरिएबल बनाएको छौँ त्यसमा लगेर चाहिँ स्टोर गरिदिउँ है। ओके, अब युजरबाट इनपुट मागेर हामीले स्टोर गरिसक्यौँ। अब के गर्नु पर्यो, अब लुप लाउनु पर्यो है। अब लाउनु पर्यो लुप। सो लुप भित्र तीनटा कुरा, इनिशियलाइजेसन कहाँबाट सुरु गर्ने, त्यसपछि हुन्छ हाम्रो कन्डिसन कहाँसम्म त्यसलाई लुपलाई चलाउने, र त्यसपछि एभ्री टाइम के गर्ने, लुपलाई इन्क्रिमेन्ट गर्ने अर डिक्रिमेन्ट गर्ने भन्ने कुराकानी हुन्छ है। ओके, यहाँ भित्र गइसकेपछि हामीले के गर्नुपर्ने छ, लुप भित्रबाट चाहिँ एउटा मेसेज दिनु पर्यो printf, र यो मेसेजमा के गरिदिनु पर्यो, प्रिन्ट गरिदिनु पर्यो कसलाई, फिबोनाची सिरिजको एभ्री टर्महरूलाई है। कसरी प्रिन्ट होला त, फिबो भन्ने फंक्शनलाई एभ्री टाइम कल जाला, भ्यालु जाला कसको, i को। सो यति गऱ्यौँ भने हाम्रो फिबोनाची सिरिज प्रिन्ट होला। र यहाँबाट फंक्शन कल गइसकेपछि कहाँ जाला फंक्शन, डेफिनेसनमा। सो फंक्शनलाई डिफाइन गरौँ अब, इन्ट फिबो भन्ने फंक्शन, र यो फिबो भन्ने फंक्शनले के युज गर्ला, इन्ट n भन्ने एउटा प्यारामिटर युज गर्छ भनेको छौँ हामीले है। र यहाँभित्र गइसकेपछि अब बेस कन्डिसन डिफाइन गर्नु पर्यो। बेस कन्डिसन कसरी डिफाइन गर्ने त भन्दा, नर्मल्ली फिबोनाची सिरिज जेनेरेट हुन्छ कहाँबाट, 0 1 बाट स्टार्ट हुन्छ है। तर यदि क्वेसनमा तोकेर सोध्यो भने कसरी गर्ने त्यो अहिले हामी अगाडि हेर्छौँ। फर्स्टमा हाम्रो चाहिँ यो सिम्पल वाला प्रोग्राम हेरौँ है। ओके, अहिले चाहिँ हामीले फिबोनाची सिरिज स्टार्टिङ फ्रम 0 1 वालालाई कन्सिडर गर्दैछौँ। सो बेस कन्डिसन कसरी डिफाइन गर्ने त भन्दा, इफ n इक्वल्स टु 0 भयो भने के गर, रिटर्न देऊ कसलाई, 0 लाई, फर्स्ट बेस कन्डिसन। त्यसपछि एल्स इफ, फिबोनाचीमा त दुईटा बेस कन्डिसन हुने भयो नि, एउटा 0 एउटा 1, त्यही भएर दुईटा बेस कन्डिसन है। सो इफ, त्यसपछि एल्स इफ, अर्को कन्डिसन के होला त, n इक्वल्स टु 1 छ भने त्यस्तो केसमा पनि हाम्रो फिबोनाची सिरिज 1 मै गएर रोकिएला, त्यही भएर रिटर्न 1 यो भयो। र यदि एल्सिफ भन्दा पनि के भयो त बाहिर आउनु पर्यो भने अब के हुनु पर्यो, हाम्रो एल्स कन्डिसन हुनु पर्यो। सो एल्स के गर्देऊ, रिटर्न गर, कसलाई रिटर्न गर, फिबो भन्ने फंक्शनलाई कल गर, केलाई, n-1 प्लस फिबो n-2, यसलाई कल जानु पर्यो यहाँबाट है। ओके, यति भइसकेपछि यहाँबाट रिटर्न आउँदै, यहाँबाट रिटर्न आउला, जो भ्यालु यहाँबाट रिटर्न आउला त्यो भ्यालु चाहिँ हाम्रो के हुँदै जाला, यहाँ एभ्री टाइम लुप सँगसँगै प्रिन्ट हुँदै जाला है। ल
यो फर लुप भन्दा बाहिर राख्दियौँ हामी रिटर्न 0। यति गरिसकेपछि यसलाई हामी सेभ गरौँ रिकर्सन फिबो भनेर नाम दिएँ मैले यसलाई .c सेभ ओके यसलाई एक्जिक्युट गरौँ ओके यहाँ इन्टर अ नम्बर भनिसकेको छ है सो मैले 5 दिएँ भने यसले मलाई फिबोनाची सिरिज जेनेरेट गरेर दिनु पर्यो अप टु 5th टर्मसम्मको है ल यहाँ हेरौँ यसले मलाई फिबोनाची सिरिज जेनेरेट गरिसक्यो 0 1 1 2 एन्ड 3 अब यहाँ चाहिँ स्पेस किन दिएन भने हामीले यो प्रिन्ट गर्दाखेरि यो %d को ठ्याक्कै पछाडिनेर गएर के गरिदिउँ ट्याब राखिदिउँ र यो भन्दा माथिनेर एउटा मैले मेसेज प्रिन्ट गरिदिएँ भने झनै राम्रो हुन्छ है सो प्रिन्ट एफ के गरिदिउँ त यहाँ मेसेज प्रिन्ट गरिदिउँ एउटा दे फिबोनाची सिरिज अप टु %d इज भनेर मेसेज राखिदिन्छु म र यसको पछाडि % मा भ्यालु आएर बस्नु पर्यो कसको n को भ्यालु है ल यति गर्यो भने मेसेज सहित दिन्छ यसले है 5 दिएँ भने मैले द फिबोनाची सिरिज अप टु 5 इज 0 1 1 2 3 भनेर यसरी चाहिँ के दिन्छ त मेसेज सहित दिन्छ ओके यो भयो हाम्रो सिम्पल फिबोनाची सिरिज यदि कुनै कन्डिसन दिया छैन भने त्यस्तो केसमा हो है तर यदि के भन्यो त एक्जाममा सर्टेन कन्डिसन सहित तोकेर सोधिदिन सक्छ के भनिदिन सक्छ भने स्टार्टिङ फ्रम 5 एन्ड 6 भन्देला स्टार्टिङ फ्रम 10 एन्ड 15 भन्देला सो यसरी तोकेर पनि दिन सक्छ है सो यदि त्यसरी दियो भने त्यस्तो केसमा के गर्ने त भने हामीले यो बेस कन्डिसनमा चेन्जेस ल्याउनु पर्छ के ल्याउनु पर्यो सो यदि फर्स्टमा चाहिँ यहाँनिर जहाँबाट स्टार्ट गर्नु सपोज 5 र 6 बाट दिएछ भने फर्स्ट वालामा रिटर्न 5 गरिदिने सेकेन्ड वालामा के गर्नु पर्यो त रिटर्न 6 गरिदिनु पर्यो हामीले है ओके यति गरेर चेन्ज गरेर हामी के गरौँ त यसलाई रन गरेर चेक गरौँ ओके अब मलाई 10th टर्मसम्मको चाहियो भने हेरौँ त यसले के गरिदिन्छ त मलाई 10 वटा टर्मसम्मको फिबोनाची सिरिज जेनेरेट गरिदिन्छ स्टार्टिङ फ्रम कहाँबाट त 5 र 6 बाट हेरौँ 5 एन्ड 6 5 6 नेक्स्ट वान इज 11 11 6 17 17 11 28 सो यसरी चाहिँ 10 वटा टर्मसम्म जानु पर्यो 1 2 3 4 5 6 7 8 9 10 है यसरी चाहिँ के गर्न सकिन्छ हामीले फिबोनाची सिरिजको प्रोग्रामलाई गर्न सकिन्छ बाइ युजिङ द कन्सेप्ट अफ रिकर्सिभ फंक्सन ओके थ्यांक यू